ओहो दाइ आइपुग्नु भयो, भित्रै आउनुहोस् न। खाने पानी हो यो? हो दाइ पिउनुहोस् न। अनि गाउँतिरको हालखबर के छ? सबैजना सन्चै हुनुभयो होला नि? बुवा मम्मीलाई नि अब फोनमा कुरो भइरह सन्चै हुनुभयो होला? हाम्रो सबै ठिकै छ, बरु तिमीहरूको के छ? पसल कस्तो चल्दैछ? नानी बुहारीलाई कस्तो छ? हाम्रो नि सबै ठिकै छ दाइ, के भन्नु र? असारको महिना खेतीपातीको सिजन, खेत कति रोप्नुभयो, मकैहरू थन्काइ ढाउनु भयो कि भएन? अनि के काम विशेषले अचानक आउनुभयो त हजुर त? के गर्नु कान्छा, गाउँमा खेती गर्यो सबै बाँदरले खाइदिन्छ। गाउँमा अब खेती गर्ने मान्छे, काम गर्ने मान्छे नि पाइँदैन, सबै बाँदरले खाइदिन्छ। त्यही पनि खेती गरे पनि म त विदेश जानु पऱ्यो भनेर आएको। तेरि भाउजू पनि अरू सबैको छोराछोरी सहरमा पढाएको छन् भनेर के चिज गरिरहेको थिएँ। के गर्नु हो र दाइ? के विदेश जानुहुन्छ र? विदेशमा पनि झन् दुःख छ। विदेश भन्नु मात्र हो, विदेशमा पनि धेरै नेपालमा भन्दा झन् धेरै खट्नुपर्छ। मेरो पनि पसल खासै राम्रो चले छैन दाइ। अब बरु गाउँ फर्किने सोचमा छु। दाजुभाइ मिलाउँला, के गरौँला। गाउँमा केही लगानी गरौँ भने पनि ऋणै ऋण छ। त्यही पनि राम्रो बजार छैन, केही गरौँ भने पनि बजार छैन, सबै कुहिएर जान्छ। गाउँमा त बस्नै नसकिने भयो कान्छा। लगानी म गरौँला नि दाइ, तपाईँलाई के टेन्सन भयो? लगानी म गरौँला, तपाईँ अब मलाई साथ दिनुहोस् न, साथ दिनुहोस्, मिलेर काम गरौँला, भइहाल्छ नि। म त विदेश जाने सोच बनाएर आएको कान्छा। गाउँमा नि बाटोहरू सबै पिच भइसक्यो। अब त्यो स्कुल हो, बच्चा बच्चीलाई स्कुल पठाउनलाई एउटा बरु गाउँमा सबैजना मिलेर एउटा भ्यान हालौँला। गाउँको स्कुलमा नि पढाइ नि राम्रै छ क्यार। अब म पनि गाउँ फर्किने सोचमा। विदेश त मलाई पनि जान कहाँको मन छ र? त्यो त हामी सबै नेपालीको व्यवस्था हो नि। होइन दाइ, त्यो त मनको कुरा हेर्नुहोस्। अब विदेशमा नि त्यत्तिकै पैसा फल्दैन। हाम्रो गाउँमा चाहिँ त्यत्रो जग्गा बाँझै छ। अब ट्र्याक्टर किनौँला, खेतीपाती गरौँला, अब अनुदान सनुदान मिल्यो भने पनि लिउँला, गाउँको अर्ग्यानिक फलफुलहरू, अर्ग्यानिक तरकारीहरू खाउँला। चाडपर्व हुन्छ, बुढाबा आमा छन्, बुढाबा आमालाई नि आधार हुन्छ। गाउँमै जानुपर्छ दाइ। म नि फर्किने सोचमा छु। अब तपाईँ विदेश चक्कर क्यान्सल गरिदिनुहोस्, मन शान्त बनाएर हिँड्नुहोस्। देशको उन्नतिको लागि, भावी सन्ततिको लागि, देशको उन्नतिको लागि, भावी